Hello everyone, welcome to Sandeep Ghimire official channel. Today I will take you to Tasmania for 5 nights and 4 days. We try to go as many places as we can in those time frame. Make sure you watch till the end and make sure you like and subscribe to my channel. Hello everyone and welcome to my new vlog. आज चाहिँ हामी आएका छौं ताजमानियाको बोटानिकल गार्डनमा है त. लेट्स सी के हुन्छ, एकदम रमाइलो हुनेवाला छ. एकदम रमाइलो भइरहेछ यहाँनिर ग्रुपमा. अनि यहाँ फोटोको लागि इन्भाइट आए. चट्टा लाएर अब यो बोटानिकल गार्डन पनि घुमियो. अब चाहिँ हामी ब्रुनी आइल्यान्ड जान लागेको छौँ फेरि चढेर. होइन बुवा, हजुरलाई कस्तो लाग्दैछ ल भन्नुहोस्. पनेपा बजारमा ठुलो गार्डन छ यो यहाँ होइन. यो कति म बनेपाबाट काभ्रेबाट आएँ होइन. अनि अब त्यहाँ मेलबर्नमा आयो. मेलबर्नबाट यो उसमा चाहिँ के ताजमिनिया भन्ने ठाउँमा यहाँ यो घुम्न लाग्यो. यो राजनीतिको नेपालमा भइरहेको कुराकानीको बारेमा चाहिँ के छ हजुरको भनाइ? मेरो भनाइ त अहिले अब यो 36 वर्ष खाएका जो निरङ्कुशहरू सबै विदेश पठाएका छन्, यिनलाई पत्ता साफ गराएर अहिले राजसभाको बहुमत ल्याएर अहिले संविधान फेर्ने तरिका बनाउनुपर्छ भन्ने भनाइ छ मेरो. धन्यवाद. हस् बुवा, थ्याङ्क यू. हाम्रो दाई हुनुहुन्छ. ल दाई, वेलकम टु अस्ट्रेलिया. ताजमानिया कस्तो लाग्दैछ हजुरलाई? थ्याङ्क यू भेरी मच. एकदम रमाइलो भइरहेछ. अहिले हामी ताजमानियाको रोयल बोटानिकल गार्डनमा छौँ. इट्स वन्डरफुल. यहाँ हामीले धेरैवटा गार्डनहरू छ. स्पेसली अहिले हामीले चाहिँ यो रोयल ताजमानियन बोटानिकल गार्डन भन्छ यसलाई. इट्स भेरी वन्डरफुल. आई एम इन्जोइङ अ लट. ल अब हामी चाहिँ ब्रुनी आइल्यान्ड जाँदैछौँ क्रुजमा. आउनु पर्दैन. अनि कस्तो हुन्छ तपाईँहरूलाई म हल्का सिनारियो यताउति सिनहरू देखाउँछु होइन. भाइ पनि यतै छ अनि मम्मी नि यता बसिराख्नु भएको छ. हाम्रो दाइहरू चाहिँ घुम्दै हुनुहुन्छ होइन तलतिर. अनि एकदम राम्रो सिन छ. सिनरी देखाइदिन्छ है त हजुरहरूलाई. लुक एट द्याट, लुक एट दिस, लुक एट द्याट. एकदम राम्रो मनमोहक ठाउँ. जता हेरे नि खोले खोला. हाम्रो सेकेन्ड डेस्टिनेसन टुगानिया आइल्यान्ड चाहिँ आयौँ हामी होइन. राम्रो रहेछ, सिडी रहेछ. एकचोटि हेर्नु होला, लामो सस्तो छ सिडी चाहिँ होइन. गइन्छ बिस्तारो. यता जता गए पनि तपाईँको आइल्यान्ड रहेछ क्या ताजमानियामा चाहिँ. अनि त्यसपछि फेरि नै चढेर आउनु पर्ने रहेछ.
हेलो एभ्रिवान, आज चाहिँ हाम्रो थर्ड डे अफ भ्लगिङ है। यो चाहिँ हामी माउन्ट वेलिङटन आएको छौँ। माउन्ट वेलिङटनमा चाहिँ यस्तो हावा लागेको रहेछ होइन। कति हाइटमा छ भनेदेखि धेरै हाइटमा छ यो ठाउँ चाहिँ। अनि हामी चाहिँ बसेको ठाउँबाट 45 मिनट ड्राइभ गरेर आयौँ यहाँनिर होइन। म तपाईँहरूलाई भ्यू पनि देखाइदिन्छु, असम है। अनि यो ठाउँमा चाहिँ हावा यति लाग्ने रहेछ कि होइन। सबैजनाले चाहिँ टोपी लाएर आउनुभयो। मैले चाहिँ टोपी लाउनु बिर्सेछु। म र मेरो सालभाइ छ, हामी दुईजना चाहिँ वी आर एक्चुली सिभरिङ फ्रम कोल्ड होइन। अनि अब यसो एक्सप्लोर गर्छु, हजुरलाई अपडेट गर्छु है त। के भयो मम्मी? पत्ता लगाइदिउँ त जान्न। Sorry. हाम्रो यो टोपी व्यापार चाहिँ के हुन्छ त भेना? सुरु गर्ने हो हामी माउन्ट वेलिङटनमा। हामी अब टोपी व्यवहार सुरु गर्नै पर्छ यहाँनिर। टोपी बेचेर मिलिनियर हुने। पीडित चाहिँ हामी दुईजना मात्रै भएको छौँ, बाँकी सबैको टोपी छ है यहाँनिर। हामीलाई फसायो, हामीलाई भनेन नि यस्तो चिसो हुन्छ भनेर। स्क्याम भयो, स्क्याम भयो। लागौँ त्यो अघिको ठाउँमा होइन। यो चाहिँ लाइट हाउस जस्तो रहेछ। हेलो एभ्रिवान टु माई एनदर भ्लग। आज चाहिँ हामी आएका छौँ क्याटराक्ट जर्ज रिजर्भ। अनि यो चाहिँ एकदमै फेमस ठाउँ रहेछ हाम्रो यो के अरे ताजमानियाकै। एक्चुली एकदमै राम्रो। मैले चाहिँ टिकटकमा धेरै ठाउँमा यसो फलो गरेर हेरेँ कुन ठाउँ जाँदाखेरि ठिक हुन्छ भन्दाखेरि चाहिँ यो टिकटकमा चाहिँ यो ठाउँ चाहिँ एकदमै जसको भिडियोमा पनि यो ठाउँ चाहिँ थियो है। सो वी कैन चेक इट आउट एन्ड लेट्स गो। फाइनली आयो है यसमा नि। अलराइट गाइस, सब देखाउँछु म होइन। हेलो, वी आर रेडी फर दिस।
थ्याङ्क यू चिज गर्ने बित्तिकै चाहिँ म यो देखियो अब म हेर्छु है त अब अलिक क्लोजअप भिडियो लिन मिल्छ कि मिल्दैन बट मैले मयूर देखेको भने जुमा मात्रै हो एकचोटि तर लाइभ अगाडिबाट हेर्दाखेरि चाहिँ राम्रो देखिँदो रहेछ टन्ने रहेछ क्या मयूर पनि माइ गड टन्ने रहेछ यार त्यहाँभरि नै छ ल यो चाहिँ वान अफ देम मयूरजी प्वाख खोलिस्यो अब चाहिँ हामी ब्रिजतिर जाँदैछौँ कस्तो लाग्यो तिमीलाई चेयर लिफ्ट रमाइलो लाग्यो त्यो स्लोली सिनेरिक भ्यूहरू देख्नको लागि होइन गुड अब चाहिँ हामी एलेक्जेन्डर सस्पेन्सन ब्रिजमा आउँदैछौँ होइन जस्तो टाढाबाट देखाएको थियो त्योभन्दा राम्रो लाग्यो मलाई ब्रिज चाहिँ अलिक युनिक नै रहेछ है हेरौँ है त हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ स्विस भिलेज हो ताजमानियाको यो पनि हाम्रो सेकेन्ड डेस्टिनेसनमा हो फर टुडे अनि के रहेछ एक्चुली चाहिँ हेरिदिउँ है त ठाउँ चाहिँ राम्रो लाग्यो भित्र घर जस्तो रहेछ अनि यसभित्र के पसलहरू यताउतिहरू रहेछ यसो हेरौँ एक्सप्लोर गरौँ अनि त्यसपछि विल गेट ब्याक राम्रो ठाउँ रहेछ यो पुरानो खालको बिल्डिङहरू बनाए जस्तो प्रपर ठाउँ रहेछ गल्फ सप एन्ड एक्टिभिटी भनेपछि गल्फ पनि ठाउँ रहेछ आइसक्रिम सेन्टर नि रहेछ ग्रिन्डल स्विट्स एन्ड ट्रिट्स स्प्ल्यास गल्फ क्याफे बुटेक एन्ड यो बिस्ट्रो पनि रहेछ यसको एल्पेन रोज बिस्ट्रो इन्जियन कन्भर्सेसन भन्ने योवाला अनि वा सानो लेक पनि राम्रो रहेछ ताजमानियामा चाहिँ तपाईँ जता आए पनि जता गए नि लेक र के अरे सी जता पनि हुन्छ है त्यसको लागि चाहिँ माइन्ड मेकअप गराउनु होला अब भन्दा टापुमै बनेको ठाउँ हो स्टेट हो होइन एक्चुली यसो गइदिउँ यसको ठाउँमा नि कायाक्स एन्ड बोट पनि रहेछ अनि यतापट्टि एरो हान्ने नि रहेछ जस्तो लाग्यो यता फोटो हुँदैछ हाम्रो राम्रो बनाएको रहेछ यो चाहिँ सिपको अगाडि भयो म अनि यसको ब्याकतिर देखाउँछ त हजुरहरूलाई लुक एट द्याट नाइस हेलो एभ्रिवान के छ हालखबर सबैको आज चाहिँ डे 4 अफ ताजमानिया भ्लगिङ है एकदम रमाइलो भइरहेको छ आज चाहिँ हामी कहाँ छौँ तपाईँहरूलाई म देखाइदिनै हाल्छु है भन्नुभन्दा नि हामी चाहिँ ताजमानियाको ल्याभेन्डर फार्ममा छौँ पोर्ट अथरको एकदम दामी ठाउँ रहेछ सिनिक ठाउँ रहेछ अनि त्यसपछि राम्रो ठुलो फिल्ड पनि रहेछ अनि यसको चाहिँ हाम्रो कुन ब्रिडको ल्याभेन्डर भनेदेखि ल्याभेन्डुला इन्टरमेडिया भन्ने रहेछ होइन यो ल्याभेन्डर चाहिँ अनि त्यसको पछाडि चाहिँ फेरि तपाईँको ओसनको भ्यू छ होइन विच इज एब्सोल्युटली ब्युटिफुल स्टनिङ है सो राम्रो ठाउँ रहेछ यो ल्याभेन्डर फिल्ड पनि एकचोटि चेकआउट गर्नु होला यसको अब बाहिरको एरिया पनि ठुलो रहेछ बाहिर चाहिँ अलिअलि फुलहरू पनि राखेको रहेछ यहाँनिर ल्याभेन्डरहरू सानो डिस्प्लेको लागि
तर भित्र चाहिँ ठुलो बगैँचा नै छ अनि त्यही नै हो फाइनली फोर्ट अर्थरतिर आइरहेको छौँ हामी चाहिँ भर्खर छिर्दैछौँ हेरौँ के रहेछ असाइलम छ भनेर भन्ने सुने हो अब गयो भने चाहिँ आई विल किप यु गाइज अपडेटेड त्यतातिर चाहिँ छ अब चाहिँ क्यासोमा जाउँ होइन के रहेछ कस्तो छ Wow, Port Arthur was amazing, nice place, big place. It got a lot of history with it. Everybody do check this out. And if you also like video मन पर्यो भने do give me a thumbs up and a subscribe, okay? Your subscription and likes and views is what keep me going. And in the future, I'll see you soon. Say less.